Hello guys, welcome to back my new vlog. के छ त अलखबर अनि म पनि सन्चै आरामै छु बगु पनि तपाईहरु नि सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ मैले धेरै पछि भ्लग सुरु गरेको छु अनि यता चाहिँ देख्न सक्नुहुन्छ ढ्यान्टनान मेरो दिदी हुनुहुन्छ। अब हामी चाहिँ घाँस काट्न जाँदै छौं। काट्न चाहिँ हामी कता जाँदै छौं भन्दाखेरि यता देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ बाटो जाँदै छौं हामी चाहिँ घाँस काट्नको लागि बासाझाङतिर। अब जाउँ 4:30 भइसकेको छ रातिको हैन अनि हामी चाहिँ काट्न जाँदै छौं अनि फाइनली हामी चाहिँ घाँस काट्ने स्थानमा आइपुगेका छौं। यता चाहिँ देख्न सक्नुहुन्छ दिदी हुनुहुन्छ हैन हामी चाहिँ घाँस काट्ने स्थानमा आइसकेका छौं अनि यस्तो चिसो हावा लागिरहेको छ नि यहाँतिर बाबा। हिउँ पर्यो हिमालयमा शीत परिसकेको छैन गाइस। यस्तो शीतमा घाँस काट्न आइया छ अनि केही गरी खाइएला त। लाल दबट्टा फर्सीका गट्टा अनि यहाँ चाहिँ डाँडोको भ्यू देखि सक्नुहुन्छ टक्क लाएर कति चिसो अनि गाइस मोहो यहीँ काटौँ।